श्रृंगार ग्रन्थमा गएर अब श्री राज्यको श्रृंगारको विषयमा विवेचन गर्नुहुन्छ। त्यो राज्यको मूल भागलाई सदैव याद गर्नु भएको छ। भन्न त हामी भन्छौँ स्वरूप सुन्दर सर्पल सकमल रुदेका नैन खोल भनेर लटरपटर गरेर भनिरहेका हुन्छौँ, तर एउटा श्रृंगारमा हाम्रो मन कतिको अडिएको छ। त्यही भएर यस श्रृंगार ग्रन्थमा गएर विवेचन गर्नुभएको छ। अनि सिन्धी ग्रन्थमा गएर प्रेमको झगडा छ। यति मिठो प्रेमको झगडा छ। आखर बेरा उतडजी है, हे सुन्दर साथीहरू हो, अब यो अन्तिम समय आएको छ है। अब उठ्नुहोस् है। अब यो भन्दा अगाडि अर्को समय फेरि खोज्छु भन्दा हुँदैन है। यो मानव जीवनलाई फेरि अर्को समय, अब अर्को जीवन कहिले प्राप्त गर्न सकिन्छ सकिँदैन, यही नै अन्तिम हो। जब जागा तब सबेरा। सबेरा कहिले हो भन्दा जब हामी तारतम बाणीबाट जागृत हुने गर्दछौँ। महामतीजीले भन्नुभयो, आखर बेडा उत्तडजे आई रुहे छडेजा राधर उठी बीच अर्सजे कोड करे मिडु काद। यो पूर्ण ब्रह्म परमात्मामा गएर मिल्नुहोस्। जसरी खेल हेर्न हतार भएको थियो, खेल हेर्नको लागि कस्तो उमङ्ग भएको थियो, त्यसरी नै यस्तो उमङ्ग राख्नु पर्यो कि जब अङ्ग इस गरिए एकत्र